तपाईँ भविष्यमा के बन्ने? डाक्टर बन्ने, प्रधानमन्त्री, म फुटबल खेलाडी बन्ने, ज्ञानी बन्ने। सपना सानो होस् या ठुलो, देशलाई पूरा गर्न चाहिन्छ दृढ आत्मविश्वास, निखारपूर्ण सिप र अतुलनीय ज्ञान। जहाँ विद्यार्थी खेल्दै, नाच्दै, रमाउँदै आफ्नो पाठ्यक्रम पढ्दछन्, विद्यार्थी आफैले सिक्ने वातावरणको सृजना गरिन्छ, जहाँ परियोजनामुखी शिक्षण विधि अपनाइन्छ। निरन्तर मूल्याङ्कन विधिद्वारा विद्यार्थीको मूल्याङ्कन गरिन्छ। अतिरिक्त क्रियाकलापलाई पाठ्यक्रमसँगै लगिन्छ। विद्यार्थीलाई सामाजिक उत्तरदायित्वप्रति क्रियाशील गराइन्छ। तपाईका बालबालिकाहरूलाई 21औं शताब्दीको निम्ति तयार पार्ने विद्यालय ज्ञान ज्योति एजुकेशनल एकाडेमी।